हेलो हाई गाइस नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो यस मोहना अनलाइन युट्युब च्यानलमा। सबैभन्दा पहिला तपाईँहरू यो भिडियो क्लिप हेर्नुहोस्, त्यसबारे कुरा गर्छु। अहिलेको शून्यताको स्थितिलाई स्थिरतामा बदल्न हालको अन्तरिम सरकारले तत्काल निर्णय लिनुपर्छ। के निर्णय लिनुपर्छ? संविधानलाई परिमार्जन गर्न सकिन्छ भने परिमार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नु पर्थ्यो? त्यसो भएको हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ, तर संविधानै मान्दैनौँ भन्न मिल्दैन। त्यसो भएको हुँदा यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन? अब अर्को कुरा के छ? तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेकाले तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। अर्को कुरा के छ? प्रदेश खारेजीको माग नेपाली जनताको हो। यहाँ कसले के माग राख्छ सँगको सरकारको विषय होइन। आन्दोलनका सडकमा उठेका मुद्दाहरूदेखि लिएर नेपाली जनताले चाहेका मुद्दाहरू सम्पूर्णले पेश गर्नुपर्छ। 4 नम्बर बुदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। आज धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेका छन् राजनीतिक दलका कार्यकर्ताहरूले। यो देश सके भनेर। देश सकिएको छैन। देशमा जनता छन् र देशको भूमि छ। देशको सार्वभौम सत्ता, स्वाधीनता, इमान्दारिता तरिकाले अगाडि बढ्छ देश। त्यसो हुँदा हामी विधिको शासन मान्छौँ भने विधि बनाएर भए पनि विधिको शासन मान। आन्दोलनकारीहरूले केही पनि व्याख्या गर्न चाहँदैन। आन्दोलनकारीले माग राख्ने हो र माग पुरा हुनुपर्छ। अहिलेको सरकारले संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति गर्दा राजनीतिक दलको दबाव नभई स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा मन्त्री परिषद गठन गर्नुपर्छ। 9मा अहिले जुन तरिकाले आन्दोलनको समयमा भएका घटनाहरू सीसी क्यामेरा फुटेजमा बाहिरिएको छ, यो घोर आपत्तिको विषय छ। किन आपत्तिको विषय छ? यो किन आपत्तिको विषय छ भन्दाखेरि अहिलेको तत्कालीन आन्दोलनमा को आयो भन्दा कोठाभाडा बस्ने साधारण मान्छे आयो। आज भरैबाट कोठाभाडा नपाउने स्थिति भइसकेको छ विद्यार्थीहरूको। प्राय गाउँका किसानका सन्तानहरू, मजदुरका सन्तानहरू आएर यो आन्दोलन सफल पारेको। उहाँ हुनुहुन्छ विराटनगरको प्रवेश दाहाल। वास्तविक जेनजी उहाँ नै हो जस्तो लाग्छ मलाई चाहिँ। किन भन्नुहुन्छ भने यो आन्दोलन हुनुभन्दा पूर्व मिराज ढुङ्गाना भन्ने भाइले राखेको मागहरू र यो भाइले ल्याएको मागहरू एकरूपता देखिन्छ र यो देशले चाहेको पनि यही मागहरू थियो। हामी नेपाली जनताहरूले चाहेको पनि यही मागहरू थियो। तर आज विडम्बना के भएको छ भन्नुहुन्छ भने यो मागहरू एक ठाउँ छ र अहिले बनेको अन्तरिम सरकार अर्को बाटोमा छ। यो एकदमै ठुलो विडम्बना हो। यति धेरै मान्छेहरूले शहादत प्राप्त गरे, यति धेरै मान्छेहरू घाइते भएका छन्, देशले यति ठुलो क्षति बेहोरेको छ, त्यसको परिणाम चाहिँ आज शून्य भइराखेको छ। हाम्रो नेपालीमा एउटा उखान छ नि, घुमी फेरि रुम्जाटार। त्यो घुमी फेरि उही बाटोमा हामी दोहोरिराखेको छ। अब यसमा मलाई कहिलेकाहीँ कस्तो लाग्छ भन्नुहुन्छ भने यो देश कुनै न कुनै रूपमा यिनीहरूलाई बेचिसकेको छ जस्तो फिल हुन्छ मलाई। 2007 सालदेखि अहिले 2082 सालको परिवर्तनसम्म आउँदा हरेक परिवर्तनहरूमा चाहिँ भारतले प्रत्यक्ष रूपमा तपाईँको हस्तक्षेप गरेको देखिन्छ। चाहे त्यो 2007 सालमा होस्, चाहे 2036 सालमा होस्, चाहे 2047 सालमा होस्, चाहे त्यो 62-63 को जनआन्दोलनमा होस्, चाहे त्यो चाहिँ 2072 सालमा संविधान जारी हुँदै गर्दा होस्, होइन, चाहे यो अहिले भदौको 22-23 गते भएको जेनजी आन्दोलनको सफलतापछि देखिएका घटनाक्रम होस्, यस सबैमा भारतले प्रत्यक्ष रूपमा हस्तक्षेप गरेको देखिन्छ। अब अहिले बनेको यो जुन सरकार छ, यो सरकार पनि म त भारतको कठपुतली सरकार भनिराखेको छु। मैले सुरुका दिनदेखि भनिरहेको छु। कारणहरू धेरै छन्। तपाईहरू समय आएपछि तपाईहरू आफै थाहा पाउनुहुनेछ। मैले त सुरुदेखि नै भनिरहेको छु, यो सरकार नेपाली जनताहरूले चाहेको सरकार होइन र वास्तविक जेनजीहरूले चाहेको सरकार पनि यो होइन। हजुरहरूलाई लागेको होला अब यो सरकारले जेनजीहरूका माग पूरा गर्छ कि गर्दैन भन्ने कुरा तपाईहरूलाई लागेको हुन सक्छ। म तपाईहरूलाई स्पष्ट पार्दिउँ, यो सरकारले जेनजीहरूका मागहरूलाई कुनै पनि हालतमा सम्बोधन गर्न सक्दैन। यो लेखेर राखेको हुन्छ। कहाँ लेख्नु पर्ने हो, कहाँ बोल्नु पर्ने हो, म बोल्न सक्छु मजाले। यो संविधान संशोधनको लागि संसदमा बहुमत चाहिन्छ है। अब
वर्षौंदेखि स्थापित पार्टीहरू, उनीहरूको भातृ सङ्गठनहरू कति छ, उनीहरूका कार्यकर्ताहरू कति छन् हैन, त्यो कार्यकर्ताहरूको बीचमा भर्खर उदाएका पार्टीहरूले म यिनीहरूलाई जितेर देखाउँछु भनेर भन्नु र हामीले त्यो कुरा पत्याउनु पनि मूर्खता हो क्या। पार्टीका कार्यकर्ताहरूले कुनै पनि हालतमा अर्को पार्टीलाई चाहिँ भोट दिँदैन, यो कुरा लेखेर राखे हुन्छ। किन अब हामी जुन सिस्टममा छौँ, मल्टी पार्टी सिस्टममा हामी छौँ हैन, अब बालेनले पनि पार्टी खोल्ने भन्ने कुरा आइरहेको छ, यसै रविको पार्टी छँदैछ हैन, हर्क साम्पाङको पार्टी अर्को आउँछ। अब यी तीनजनाको पार्टीले अनि बहुमत ल्याउन सक्छ भने हैन, कुनै पनि हालतमा सक्दैन क्या। संसदमा बहुमत नपुग्ने बित्तिकै तपाईले संविधान संशोधन कसरी गर्नुहुन्छ? अनि यो जेनजीहरूको माग सम्बोधन कहाँबाट हुन्छ? जति बेला जेनजीहरूको आन्दोलन एउटा ट्र्याकमा आएको थियो त्यति बेला सिधै यो संविधान मान्दैनौ भनेर संविधानलाई मिचेर अन्तरिम संविधान घोषणा गरेर यसरी जानु पर्थ्यो नि। त्यो किन गरिएन त भन्दा त्यो विदेशीहरूको इशारामा यिनीहरूले त्यो गर्न सकेनन्, डराए यिनीहरू। इभन बालन शाह पनि ब्याक हट्यो, जेनजीहरूले त मागेको हो नि त, आउनुस् तपाईँ भनेर भने हो नि त, किन ब्याक गएको त हैन? त्यो के हो भन्दा भारतको ग्रान्ड डिजाइनमा कसलाई मन्त्री बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई के गर्ने, यो पहिल्यै स्क्रिप्टेड छ क्या। यो ती स्क्रिप्टमा भएका पात्रहरूलाई अहिले अगाडि ल्याएको मात्रै हो हैन। अब यो कुराहरू चाहिँ हामी बुझ्दैनौँ। हामी नेपालीहरू कस्तो छौँ भन्नुहुन्छ भने संसारमा सबैभन्दा इमोसनल मान्छे भनेको हामी नेपाली हो क्या। हामी धेरै इमोसनल छौँ। त्यो इमोसनको फाइदा चाहिँ विदेशीहरूले उठाइराखेको छ। यो कुरा हामी तब थाहा पाउँछौँ जब काम बिग्रिसक्छ, त्यसपछि थाहा पाउँछौँ क्या। कतिपय मान्छेहरूले मलाई टेक्स्ट गरेर मेसेज गरेर सोधिराख्नु भएको छ, यार तपाईले चाहिँ यो हर्क साम्पाङलाई किन यति धेरै सपोर्ट गरेको, किन हर्क साम्पाङ भनेर भनिराखेको भनेर भन्छ क्या। कति मान्छेहरूले मलाई चाहिँ मेसेज गरेर सोधिरहेको छ। मलाई यति कुरा थाहा छ, हर्क साम्पाङ भनेको अर्गानिक मान्छे हो। यो देशको अहित कहिल्यै चाहँदैन उसले। मलाई यति कुरा पनि थाहा छ, ऊ कसैको अन्डरमा पनि बस्दैन र कुनै पनि विदेशी शक्ति राष्ट्रहरूसँग झुक्दैन। अर्को कुरा के पनि हो भन्दा हर्क साम्पाङको जुन सोच विचार भिजन छ त्यो यो नेपाली माटो सुहाउँदो छ। यो नेपालको विकृत राजनीतिको बीचमा उदाएको एउटा कमलको फूल हो क्या। कमलको फूल जहिले पनि हिलोमा फुल्छ क्या, याद गर्नु भएको छ कि छैन? विकृत राजनीतिको बीचमा आशा लाग्दो एउटा व्यक्ति भनेको हर्क साम्पाङ हो। त्यसकारण मैले उहाँलाई सपोर्ट गरिराखेको छु। म चाहन्छु पनि उहाँ कुनै न कुनै तरिकाले यो देशको कार्यकारी प्रमुख होस् भन्ने म चाहन्छु हैन। र उहाँ आउनुभयो भने यो के भन्छ एकैचोटि के अरे स्विजरल्यान्ड हुन्छ त म भन्दिनँ, तर केही हदमा विकास चाहिँ हुन्छ। यो अहिलेको अन्यलतालाई चाहिँ उहाँले चाहिँ सही ट्र्याकमा ल्याउनु हुन्थ्यो भन्ने मलाई लाग्छ र मैले सपोर्ट गरिराखेको छु। तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला।